आज हामी यो सुर्खेतको माथि कटकुवा भन्ने ठाउँमा हो। ब्याकपट्टि होइन सुर्खेत भ्याली, यता त सुर्खेत भ्याली छ। अनि यो पारीको जरबुटा हो, त्यो जरबुटा हो यो उता पारीको। यो के रमाइलो छ ठाउँहरू होइन। यो ब्याकग्राउन्डपट्टि पुरै सल्लाहबारी छ। यो सल्लाहबारीमा प्राय म्युजिक भिडियोहरू सुटिङ हुने गर्दछन्। त्यही भएर पनि होला यहाँ प्राय टुरिस्टहरू धेरै आउने गर्दछन्। प्राय तपाईँहरू देख्न सक्नुहुन्छ चारैतिर जताततै छ मान्छेहरू हुनुहुन्छ। अनि यो तलपट्टि देखिएको सुर्खेत भ्याली हो। क्यामेराबाट खासै देखिएन, यो पारीको जरबुटा हो। अनि यतातिर जङ्गल छ, यो चाहिँ दैलेख जाने बाटो हो यो माथिको। अनि यो भनेको कटकुवाको जङ्गल है यहाँ। अनि यतातिर छ, अनि ट्याक्क अपोजिट साइडतिर यतातिर यो चाहिँ सुर्खेत बजार हो। सुर्खेत बजारमा घाम लागिरहेको छ धेरै होइन, बट यहाँ माथि कटुवा ठाउँमा के छ त शीतल छ कि हेर्नु, तपाईँ हेर्न सक्नुहुन्छ। यहाँ धेरै गर्मी छ भने यहाँ शीतल छ। प्रायः शीतलको भएको कारणले गर्दा धेरै मान्छेहरू बिदाको समयमा यहाँ आउँछन् माथि। अनि मेरो बाइक चाहिँ उठ्यो। यहाँ माथि एउटा गुम्बा छ, तपाईँहरू पनि देख्न सक्नुहुन्छ उतापट्टि। अनि हामी पनि त्यो गुम्बा जाँदैछौँ। अनि यो गुम्बाभन्दा अलि माथिपट्टि पनि अर्को गुम्बा पनि छ। फोटोग्राफको लागि यहाँ ठाउँ भने चारैतिर सल्लाहबारी भएको कारणले गर्दा धेरै राम्रो देखिरहेको छ। यो चाहिँ दृश्य चाहिँ गोटीगाडाबाट हो माथि हेर्दा झनै राम्रो देखिन्छ यो। अनि यहाँ यस्तो खालको छ, एकदम राम्रो छ। आकाशमा आधा बादल छ है। यहाँ तल चाहिँ हाइवे, यो पारीको चाहिँ बजार हो। सल्लाहबारी बुद्धको ल यो गाइज यहाँ बुद्धको ढुङ्गामा यसरी आर्ट्स गराएको छ। अनि यो चाहिँ के हो ट्याक्क छुटाउनु गाह्रो हो होइन। तपाईँहरूलाई थाहा छ भने यसको नाम चाहिँ कमेन्टमा लेख्नु होला। अनि यहाँ बुद्धिस्टको ठुलो यो माथि देखिएको बुद्धको मूर्ति हो, माथि राखिएको छ। अर्नाको साथमा गाइज यो भनेको माथि प्याराग्लाइडिङ हुने ठाउँ हो। यहाँबाट प्याराग्लाइडिङ हुन्छ। अनि यहाँबाट हुँदाहुँदै यहाँ माथि इन द स्काई, त्यसपछि तल सुर्खेत भ्याली होइन। यदि तपाईँहरू पनि प्याराग्लाइडिङ गर्न चाहनुहुन्छ भने यहाँ आउनुहोला। धेरै महँगो छैन, सस्तै हो। चाहिँ सुर्खेत भ्याली चाहिँ अब्जर्भ गर्ने मौका पनि हुन्छ, साह्रै रमाइलो पनि हुन्छ। यात्राको क्रममा एउटा शिवको मूर्ति रहेछ होइन। तर
तर शिव चाहिँ अपाङ्ग हुनुहुन्छ, उहाँको हात पनि छैन, दुईटी हात छैन अनि यस्तो छ पुरै अपाङ्ग भएको देख्न पाउँछौँ हामी। यस्तो छ उहाँको हात। अनि एउटा यता अर्को शिव हुनुहुन्छ यता होइन, अनि उहाँ शिव चाहिँ अपाङ्ग हुनुहुन्न। अब चाहिँ पुरै चित्र चाहिँ राम्रो छ उहाँको त। तपाईहरु देख्न सक्नुहुन्छ यहाँ फोहोर गर्न सख्त मनाइ छ। फोहोर गरेको पाइएमाहरू 100 जरिमाना गरिनेछ भनेको छ। जताततै हेर्नु फोहोर देखिरहेको छ। यसको व्यवस्थापन हुन नसकेर होला सायद। पर्यटकीय क्षेत्र भए तापनि तर फोहोर देखिएको छ।